नमस्कार साथीहरू, स्वागत छ यहाँहरू सबैजनालाई मेरो भिडियोमा। म किस्मत रोका मगर। सधैँ मैले बाँसुरी बजाउने गर्थेँ। आज चाहिँ म मुरलीसँग उपस्थित छु। यो मुरली चाहिँ एफ स्केलमा रहेको छ। र यो मुरलीको कुरा गर्नु पर्दाखेरि यो मुरली चाहिँ मलाई हाम्रो बुड्ढा लामा सरले चाहिँ गिफ्ट गर्नुभएको थियो। बाँसुरी चाहिँ यसरी बजाउनेलाई चाहिँ बाँसुरी भन्छ, यसरी फुकेर बजाउनेलाई चाहिँ। र यसलाई चाहिँ ठाडोबाट बजाउने यसलाई चाहिँ मुरली भन्छ है त। र मैले मुरलीको कुरा गर्नु पर्दाखेरि मैले भनिसकेँ, बुड्ढा लामा सरले मलाई गिफ्ट गर्नुभएको। उहाँ सरलाई पनि एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र सँगसँगै आज मुरलीको धुन सुन्नेछौँ। आज चाहिँ मैले हाम्रो आदरणीय एकदम राम्रो बाँसुरी वादक हुनुहुन्छ, हाम्रो नगेन्द्र राई गुरु हुनुहुन्छ। उहाँले सिर्जाउनु भएको धुन एउटा गोठाले धुन भन्ने छ। म त्यो धुन मैले कोसिस गर्दैछु। जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। भिडियो मन पऱ्यो भने सेयर गरिदिनु होला। र जति पनि नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र धेरै सेयर गरिदिनु होला। हस् त, म कोसिस गर्छु है त। थ्याङ्क यू सो मच। जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला है त।